ल है साथीहरू सिजन फुल। अब म चाहिँ फेरि यो पट चाहिँ भरिसकेँ हो। यो पटमा चाहिँ मैले अब सदाबार रोप्न आँटेको छु। सदाबार फुलको सिजन चाहिँ यतिखेर है, ठिक्क रोप्ने बेला पनि भएछ हो। अस्ति अगुवा चाहिँ मैले रोपिहालेँ। अब यो पछ्वा चाहिँ यत्तिको चाहिँ रोप्नुपर्छ। पछि अलिक अल्गो भएपछि चाहिँ टुप्पो पनि छिनाइदिनुपर्छ र चाहिँ अलिक राम्रो हुन्छ। यो सदाबार चाहिँ रोप्नु अरे नि त घरमा। अनि यसमा पुरा कलर आउँछ। पोहोर पनि पुरा कलर आएको थियो। यसपालि पनि कलर आउँछ नै होला है। त्यो पोहोरकै हो यो, पोहोरकै हो यो सदाबारको बिरुवा। अनि साथीले पोहोर दिएको थियो। पोहोर मेरोमा चाहिँ त्यस्तो राम्रो पाकेन हो। अनि र पनि अलिअलि थियो। मैले अगाडि रोपिहालेँ। फेरि मलाई साथीले पठाइदिएछ हो। साथी यो सदाबार फुलेको बेला चाहिँ यति दामी हुन्छ घर। कलर कलरको फुल्छ। सिजन चाहिँ यतिखेर हो है साथीहरू। यो रोप्नु अरे नि त। यो अलिकति पेटहरू गडबड भयो भने यसको पात खानु अरे। अनि यो दबाई पनि अरे। घरमा रोप्नु पनि राम्रो अरे है। है साथीहरू, आजको मेरो काम चाहिँ यिनीहरू छ है।